हेलो साथीहरु, मैले आज भेन्डाको चटनी बनाउँदैछु। कस्तो हुन्छ हेरौँ है त। अनि मैले यसमा थोरै खुर्सानी, रातो खुर्सानी राखेको छु अनि मुला पनि राखेको छु। कस्तो हुन्छ हेरौँ। अनि मैले टमाटर पनि राख्दैछु यसमा। मैले बैगुनमा प्याज मिक्स गरेको थिएँ। यतिको भइसकेपछि अनि मैले बैगुनको चटनीसँग खानको लागि मैले पिठो लगेको छु रोटी बनाउनको लागि। अनि चुकुन्दरको रस मैले यो राखेर रोटी बनाउँदैछु। कस्तो हुन्छ। अनि मैले पिठो मुछिसकेँ। यतिको भएपछि कति राम्रो कलर आछ है साथीहरु। कस्तो राम्रो कलर हुँदो रहेछ के। मेरो रोटी यस्तो बन्दैछ गाइस। नुन राखेँ अनि मरिचको धुलो राखेको छु। फाइनली मेरो अचार चाहिँ यस्तो भइसकेको छ। म थोरै निम्बुको रस हाल्छु यसलाई अलि धेरै स्वादिलो बनाउनको लागि। हजुरहरु पनि आउनु होला खानालाई। फाइनली मैले रोटी खाँदैछु। मेरो रोटी चाहिँ यस्तो बनिछ। हजुरहरु पनि आउनुस् ल खानालाई।